भन हेलो हामी चाहिँ लमजुङ जानु लाग्यो नत्र त्यही मेरो साथीहरू पनि आएछ यो चाहिँ सरगुडी सरी हामी चाहिँ अब लमजुङ पुगेर के हेर्छस् रे लालीगुराँस हेर्छस् हामी चाहिँ बन्दीपुर पसेर चाहिँ होलीको भ्याकेसन चाहिँ हामी लमजुङतिर खाना बाखाहरू भन्चकालीहरू खानै जन्मेलाहरू हामी यहाँ बाटोमा मान्छे प्यासेन्जर कुदिरहेछ तिनीहरू खाइरहेछन् बिचरा इन्दिरी दिदी छिन् म चाहिँ यहाँ भिडियो बनाइरहेको छु ल मम्मीलाई भोलि सल्लाह गरौँ भएन दुईतिर मगाउनु पानी पुऱ्याइदिनु पानी पुऱ्याइदिनु दिदीको ब्यागी दिएर साथी हामीलाई पनि हालेर बस्नु पर्यो ल अब टाढासम्म के गर्ने त्यस्तो नै क्या 2 घण्टा लाग्छ त्यस्तो त सिधै बनाऊ न ग्लासबाटै बनाए नि अघि के अरे रुगा खोकिलाको चाहिँ तुम्बा खाइसम्झन्थ्यो सगुन के तुम्बा सगुन हातमा सगुन त एकदम तपाईँले टेस्ट गर्नैपर्छ म त यस्तो मिठो लाग्यो नि साथी तर यहाँ चाहिँ भएकै हिँड सुनिरहेको छ यहाँ लागि तर थपेर खालको हिँड्ने सगुन खाएन मलाई त त्यहाँ त्यसको भटमास मात्रै मन पर्यो भटमास र चिउरा काग पनि मिठो थियो त्यो यात्रा हाम्रो तलतिर गाइछ धन्यवाद तलतिर See you all in the morning. ठ्याक्कै मुन्तिर गाइज अब चाहिँ हामी see you all in the morning. Bye bye guys. हेलो गाइज हामी बन्दीपुरबाट चाहिँ अब फर्केर डुम्रे जाँदैछौँ साथीहरू सकि नसकि झोला लिएर आउँदै हुनुहुन्छ म पनि झोला बोकिरहेको छु हेलो बाई बाई साथीहरू चल चले कहीं ग्याङको लिडर चाहिँ अगाडि हुनुहुन्छ ल हजुरहरूले नि हाई भन्नु अरू चाहिँ पछाडिबाट आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ दाइ हेलो भन्नु हेलो भन्नु हेलो
कस्तो लाग्यो होला यहाँको यात्रा रमाइलो अब यात्रा हाम्रो तलसम्मको हुनेछ अनि त्यसपछि हम सब जो साथ में रहे खुशियां सब हामी फोटो खिच्नेछौँ फोटो खिचिसकेपछि हाम्रो यात्रा प्रगति होस् फेरि फेरि पनि आउँदै गर्नु होला 2-3 वर्ष पनि राम्रो लाग्यो नानीहरूले साथी पायो होस् दुःख कष्ट नहोस् न दुःखासे ठुलो खुल्बिने नानी फेरि फेरि पनि आउँदै गर्नुहोस् सफलता होस् सबैमा शुभ यात्रा है